र पहिलो प्रहार एपीएफ को तर्फबाट सविता राणा मगर अगाडि बढेकी छिन्। नेपाली महिला फुटबलको क्रेज तर स्टेडियम भौतिक पूर्वाधार कति महत्त्वपूर्ण छ यी कुराहरूले देखाउँछ। हामी कति पछाडी छौं त्यो पनि देखाउँछ। अरे यो पहिलो किक अब सविता राणा मगरको। एपीएफ को लागि यो पहिलो प्रहार। एपीएफ वर्सेस कोपिला खड्का। एपीएफ अरे गोल इजी पीजी सविता को गोल। र अब आर्मी को तर्फबाट अनिता लम्जेल अगाडि बढेकी छिन्। यो अन्तिम सेमिफाइनल खेल यो पेनाल्टी सुटआउट तर्फ र अनिता लम्जेल वर्सेस अञ्जना राणा मगर। अनिता लम्जेल को यो प्रहार इजी गोल र दुवै टिमका खेलाडीहरूले पहिलो प्रहार एक गोलमा परिणत गरेका छन्। अब एपीएफ को लागि हिमा राउत माफ गर्नुहोला रेणुका हमाल प्रहार गर्दैछन् एपीएफ को लागि। रेणुका ब्लक गोलकिपर कोपिलाले ब्लक गर्न सफल भएकी छिन्। रेणुकाको प्रहारलाई गोलकिपर कोपिला खड्काले सेभ गर्न सफल भएकी छिन्। र अब त्रिभुवन आर्मी फुटबल क्लब को तर्फबाट बिमला चौधरी गोलकिपर कोपिला यो प्रतियोगितामा उत्कृष्ट खेल पस्किरहेकी छिन्। र बिमला वर्सेस अञ्जना राणा मगर यो पनि ब्लक। अञ्जना राणा मगर सेभ गर्न सफल। दुवै टिमको तर्फबाट दोस्रो प्रहार खेर फालेका छन्। गेम इज अन। गेम इज एब्सोल्युटली अन। र अब एपीएफ को तर्फबाट रश्मि गिसिङ यो तेस्रो प्रहार हो। रश्मि गिसिङ वर्सेस कोपिला। रश्मि को प्रहार गोलमा परिणत। र अब आर्मी को तर्फबाट सुमिता चौधरी। आर्मी को तर्फबाट सुमिता चौधरी वर्सेस अञ्जना राणा मगर। यो सीधा हातमा थमाइदिन्। निकै खराब शट र गोलकिपर अञ्जना राणा मगरलाई कुनै पनि समस्या भएन। निकै खराब शट सुस्मिता चौधरी को। र अब एपीएफ को लागि निशा थोकर। यो खेल कस्तो लाग्दैछ पेनाल्टी सुटआउटमा? तपाईले भिडियोलाई पनि शेयर गरिदिनु होला। गोल नेपाल च्यानल सब्स्क्राइब गर्नु होला। निशा थोकर गोल। निशाको यो गोल र एपीएफ का समर्थकहरू हेर्नु होला।
यो जित पश्चात सायद मैदान दर्शकहरूले ढाकिनेछ। र आर्मीकी बिमला बिके अगाडि बढ्दैछिन्। एपीएफ को लागि 3-1 अग्रता छ। बिमला बिका वर्सेस अन्जना राणा मगर। यदि सेभ गर्छिन् भने फेरि पनि एपीएफले र गोलमा परिणत। र कप्तान अनिता अगाडि बढ्दैछिन्। भर्खरै ग्याङटोकमा सम्पन्न भएको खेलमा भारत विरुद्ध पेनाल्टी मिस गरेकी थिइन्, तर आज त्यस्तो नहोला। अन्तिम समयमा फ्री किक मार्फत गोल गरेकी हुन् अनिता बस्नेतले। अनिता बस्नेत वर्सेस कोपिला खड्का। अनिताको यो गोलसँगै 1 छैन, 2 छैन, 3 छैन, एपीएफलाई जित्ने कोही छैन। फाइनलमा प्रवेश गरेको छ। हार्दिक बधाई छ। यो दर्शकहरू हेर्नु होला, मैदान भरि नै। सायद त्यहाँ खेलाडीलाई केही नहोस्, त्यहाँ हजारौं दर्शकहरूले खेलाडीहरूलाई केही पनि नगरोस्। त्यो भिडमा कसैले नकुल्चिदियोस्। त्यो रेफ्रीहरूको सेफ्टीको लागि यहाँ सोच्नु पर्ने हुन्छ। एपीएफ त्रिभुवन आर्मी फुटबल क्लबलाई 4-2 ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।